स्वागत छ हजुरहरूलाई भरोमसा जितेन्द्र युट्युब च्यानलमा। साथीहरू, मैले स्लोभाकियाको डकुमेन्टहरू अप्लाई गरिसकेपछि कहिले अफर लेटर आयो, कहिले कन्फर्मेसन लेटर आयो भनेर योभन्दा अगाडि भिडियो बनाइसकेको छु र अहिलेको भिडियो मेरो रहेको छ वर्क पर्मिटको। कार्तिकको 13 गते अफर लेटर आइसकेपछि पुसको 25 गते हाम्रो कन्फर्मेसन लेटर आएको थियो र आज वैशाखको 28 गते हाम्रो वर्क पर्मिट आएको छ। हजुरहरूलाई लाग्ला कार्तिकको 13 गते अफर लेटर आइसकेपछि वैशाखको 28 गते यति लामो ग्याप किन लाग्यो भन्ने। हामीहरूले के गर्दो रहेछौँ साथीभाइहरू, हामीले डकुमेन्ट अप्लाई गर्ने बित्तिकै जुन दिन अप्लाई गर्छौँ त्यही दिनदेखि हामी औँला भाँचेर आज मेरो डकुमेन्ट अप्लाई भयो भनेर हामीले गन्दो रहेछौँ। तर त्यो हुँदो रहेन। हामीले मेन पावरलाई अथवा एजेन्टलाई जहिले डकुमेन्ट दियौँ त्यही दिनदेखि हामी काउन्ट गर्छौँ। तर उनीहरूले त त्यो डकुमेन्टहरू त्यहाँ लगेर राखिराख्दो रहेछन् अनि कहाँ डिमान्ड छ कहाँ के छ उनीहरूले त्यो खोज्दा रहेछन्। किनभने यो मलाई कसरी थाहा भयो भने जुन कम्पनीबाट हामीलाई कार्तिकको 13 गते अफर लेटर आएको थियो नि, तर अहिले वर्क पर्मिट हामीलाई अर्कै कम्पनीबाट आएको छ। मलाई के लाग्यो भने उसले कुनै एउटा कम्पनीसँग पहिला डिल गर्यो, उसले हामीलाई अफर लेटर दियो र पछि त्यो कम्पनीसँग उसले वर्क पर्मिट झार्न सकेन र अहिले अर्को कुनै एजेन्ट वा कम्पनीसँग डिल गरेर उसले हामीलाई वर्क पर्मिट दियो। वैशाखको 28 गते 8 पेज सहितको हामीलाई डकुमेन्ट आइपुगेको छ वर्क पर्मिटको लागि। अब हामी दिल्ली डकुमेन्ट सबमिट गर्नको लागि BLS डेटको अपोइन्टमेन्ट डेटको लागि हामी वेटिङमा छौँ अहिले। र साथीहरूलाई पनि एउटा अर्को जानकारी दिउँ, यो दिल्लीमा VFX अथवा यो BLS भनेको स्लोभाकियाको महिनामा एकचोटि मात्रै हुन्छ। अहिले भर्खरै मेको 7 तारिकको गइसकेको छ। अब जुनको 6 तारिकको डेट छ, त्यसपछि जुलाईमा 8 तारिकको डेट छ। अब हाम्रो चाहिँ जुनको 6 मा पर्छ या जुलाईको 8 मा पर्छ। अब त्यो चाहिँ कम्पनीले मेल गरेपछि नै थाहा हुन्छ। कम्पनीले दिल्लीको एम्बेसीमा मेल गरिसकेपछि कसको नाम पर्छ सोही अनुसार अब BLS डेट आउने हो। साथीहरू, योभन्दा पहिला पनि मैले भिडियोहरू बनाइसकेको छु, ती भिडियोहरू पनि गएर हेर्नु होला। मैले चाहिँ यो च्यानलमा स्लोभाकिया जाने क्रममा मैले कसरी अप्लाई गरेँ, के गरेँ, के प्रक्रियाहरू गर्दैछु सो बारेमा भिडियोहरू बनाउने छु। मन पर्यो भने लाइक, कमेन्ट र च्यानललाई सब्सक्राइब गरिदिनु होला। हस्त, धन्यवाद।